यहाँनिर पाउँदैन दिनुको लागि त्यो पनि अहिले हामीले सोच्दाखेरि ट्याक्सहरूको कुराहरू हुन्छ त्यो बारेमा पनि हजुरहरूले कुरा उठाइनु भने एकदम हामी आभारी हुन्थ्यौँ। अर्को कुरो यो के अरे हाम्रो कुकहरू चाहिँ वास्तवमा के अरे कुकुर भने पनि एउटा दक्ष जनशक्ति नै हुनलाई किनभने सुरुमै जाने क्रममै के अरे त्यहाँको चाहिँ कतिपय रेस्टुरेन्टले चाहिँ चर्को यो 10 लाख रुपियाँ चाहिँ तिर्नु परेको अवस्था छ। त्यो वास्तव पैसा त्यति धेरै नलाग्ने पैसा हो र पुगेपछि लिन्थ्यो पैसा हजुर त्यो रेस्टुरेन्टले कम्पनी लिने गरेर हुन्छ र त्यसपछि गएर अर्को चाहिँ यिनीहरूले यो त लिन्छ यो लिएर पनि के अरे उहाँ गएर पनि कतिपयले चाहिँ आफ्नो तर्साले 20 मान भनेको 2 लाख करिब नेपाली लिएर हुन्छ तर संस्था अनुसार चाहिँ तलब नपाएको अवस्था छ। कम्युनिकेसनको बारेमा चाहिँ तलब नपाएर अलिकति हजुर यसको लागि श्रम त्यहाँको चाहिँ श्रम मामिला हेर्ने मुख्य मन्त्रालयसँग चाहिँ हजुरहरूले कुरा गरेर त्यो अहिले विभिन्न किसिमको चाहिँ यो के अरे सुसाइड केसहरू पनि आएको हुन्छ नि त्यसबाट पनि भएको हुन्छ यो कुराहरू भयो। त्यसपछि अर्को चाहिँ के अरे जापान र नेपाल सरकार बिच विभिन्न कम्पनीहरूको चाहिँ बारेमा यो डब्लुआरसी छ नि एसएसडब्लुबाट चाहिँ यो हाम्रो करिब 2 वर्ष पहिला होला नेपाल सरकार जापान सरकार बिचमा चाहिँ सम्झौता भयो तर अहिले सम्झौता कार्यान्वयनमा आयो। यो कोरिया छोराको त हजुरहरू जानकारी हुन्छ होइन यसलाई चाहिँ छिटो हामीले कार्यान्वयन गर्न सक्यो भने लाखौँ करिब चाहिँ 10,000 नेपाली जान सक्थ्यो र अब यो कुकरको सङ्ख्या पनि घट्थ्यो विद्यार्थीहरू पनि घट्ने थियो र हामीले विद्यार्थीको लागि चाहिँ पैसा तिर्नुपर्छ तर उहाँबाट पैसा आउने भयो रेमिटेन्स पनि बढ्ने भयो। यसको लागि चाहिँ अब छिटै हजुरहरूले बल गरिदिनु भने नेपालीहरू चाहिँ त्यहाँबाट चाहिँ पाउँथे। अर्को चाहिँ जापान र भियतनाम चाइना लगायत कति धेरै राष्ट्रहरूबाट चाहिँ विद्यार्थी गएका छन्। उनीहरूले चाहिँ 28 घन्टा मात्रै पार्ट टाइम जब गर्नु पाउनुहुन्छ। त्यो पार्ट टाइम जब गर्ने क्रममा चाहिँ के अरे उहाँहरूले त्यो ट्याक्स हुन्छ नि ट्याक्स चाहिँ तिर्न पर्दैन उहाँको के अरे चाइनाको भियतनामको राष्ट्रहरूले तर हाम्रो जापानको चाहिँ त्यो सुविधा छैन। हामीले चाहिँ के अरे ट्याक्सहरूले पनि यो 28 घन्टा थोरै पैसा कमाउँछ ट्याक्स तिरेर स्कुल तिर्ने अवस्था पाउँदैन। त्यहाँको चाहिँ हेऱ्यो भने त्यसको लागि चाहिँ हामीले जापान र चाइना र भियतनाम जस्तै नेपाली विद्यार्थीहरूलाई पनि यो सुविधाहरू चाहिँ दिलाउनुको लागि गरिदिनु भने। अर्को जापानिज दुईवटा छ जापानिज स्थित जापानमा चाहिँ नेपाली राजदूत नुहाको चाहिँ धेरै जानकार हुन्छ यसमा पनि अब अलिकति दक्ष हजुर यसमा चाहिँ अलिकति सकेसम्म अनुभवी र कुटनीतिक नियोगसँग चाहिँ दक्षता राख्न सक्ने अनि मैले भनेको कुराहरू चाहिँ यति नै हो